हे गाइस स्वागत छ तपाईलाई मेरो नयाँ भिडियोमा। आजको भिडियोमा हामी कसरी आफ्नो भिडियो अपलोड गर्ने युट्युबमा भनेर भिडियो बनाउन गइरहेको छौं। भिडियोलाई अन्त्यसम्म हेर्नु होला अनि भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। हामी लागौं भिडियोतर्फ। सबैभन्दा पहिले हामीले भिडियो कसरी अपलोड गर्ने भन्ने पत्ता लगाउनु पर्छ। त्यसैले मात्रै हामी भिडियो भाइरल गर्न सक्छौं। र हामीले भिडियो अपलोडै गर्न थाहा छैन भने कसरी हामी भिडियो भाइरल गर्ने? आजको भिडियोमा हामी यही कुरा चर्चा गर्नेछौं। लागौं अब मोबाइलको स्क्रिनतर्फ। हामी पहिला मोबाइलको स्क्रिनमा जाँदा युट्युब खोल्छौं अनि युट्युब खोलेर हामी जुन आइडी हो त्यसलाई साइन इन गर्छौं र स्विच अकाउन्ट गर्छौं। मैले गर्छु अनि हजुरले आफ्नो जुन अकाउन्ट हो त्यसमा क्लिक गर्नुस् अनि हजुरले क्लिक गरिसकेपछि हजुरले आफ्नो तल आइकन प्लस आइकनमा क्लिक गरेर अपलोड भिडियोमा गएर भिडियो आफ्नो जो हो त्यसलाई छान्नु होला अनि भिडियो छानिसकेपछि हजुरले त्यस भिडियोलाई प्रोसेस गर्नु होला। प्रोसेस आफै गर्छ युट्युबले अनि हजुरले सिधा पोस्ट प्रोसेस गरेर सिधा नो मेड फर किड राखेर र अल्टरनेटिभ कन्टेन्टलाई नो राखेर अनि यसलाई पोस्ट गरिदिनु भिडियो प्राइभेटमा राखेर। अनि हामीले भिडियो प्राइभेट राखेर पोस्ट गर्यौं अनि हाम्रो भिडियो पोस्ट भयो। त्यसपछि हामीले एउटा राम्रो टाइटल, डिस्क्रिप्सन र ट्याग राम्रोसँग लेखेर रिसर्च गरेर एउटा नोटप्याडमा राखौं। मैले पहिले नोटप्याडमा राखिसकेको छु। अहिले म अब नोटप्याडबाट यो तान्दैछु, कपी पेस्ट गर्छु अनि म पहिला एउटा थम्बनेल बनाउँछु है। थम्बनेल पनि मैले बनाइसकेको छु, मैले राखिसकेको छु। अब म भिडियो पोस्ट गर्छु। अब म युट्युब स्टुडियोमा जान्छु। युट्युब स्टुडियोमा गएर अब जुन भिडियो म त्यसमा क्लिक गर्छु र त्यसको माथि पेन्सिल जस्तो आइकन छ नि, यो पेन्सिल जस्तो आइकनमा गएर म एडिट गर्छु अनि पहिला म सिधा कुरा थम्बनेल राख्छु। थम्बनेल म ग्यालरीमा गएर जुन फोटो हो त्यसलाई क्लिक गरेर म थम्बनेल राख्छु अनि थम्बनेल राखिसकेपछि म अब टाइटल राख्छु। अब म नोटप्याडमा जान्छु, फेरि कपी गर्छु अनि यहाँ आएर पेस्ट गर्छु अनि म सिधा डिस्क्रिप्सन पनि यस्तै गरेर कपी पेस्ट गर्छु अनि त्यसपछि हामी तल देख्छु ट्याग भन्ने अप्सन। ट्यागमा गएर हजुरले आफ्नो किवर्ड के हो हजुरले हान्न सक्नुहुन्छ। मैले राख्न गएको छु 4-5 वटा किवर्ड राखौं। किवर्ड राखिसकेपछि हामीले अब भिडियोमा तल हेरौं। अब हाम्रो भिडियो सबै सही छ। थम्बनेल, टाइटल, डिस्क्रिप्सन, ट्याग अनि नो मेड फर किड। अब यति सबै भइसकेपछि हजुरले आफ्नो भिडियोलाई पोस्ट गर्नु होला र भिडियो पोस्ट भइसकेपछि मात्र हजुरले भिडियो भाइरल हुन्न। भिडियो पोस्ट गर्यो भने हजुरले 4-4 घण्टा 5-5 घण्टामा आफ्नो एनालाइटिक्स हेर्दै राख्नुपर्छ र कस्तो भयो, आफ्नो थम्बनेल राम्रो भयो कि नै। थम्बनेल राम्रो भएन भने हाम्रो एडिट गरेर फेरि नयाँ थम्बनेल राख्ने अनि यस्तै गर्यो भने हाम्रो भिडियो भाइरल हुन सक्छ। अनि त्यसैले हाम्रो अब यति नै काम गर्यो भने हाम्रो भिडियो अपलोड हुन्छ। यही तरिकाले हजुरले भिडियो अपलोड गर्नु होला र यही तरिकाले गर्नुभयो भने हजुरले कन्सिस्टेन्सी छ भने भिडियो पक्कै नै भाइरल हुन्छ। ओके, आजको भिडियोमा यति नै। हजुरलाई नयाँ भिडियोमा फेरि भेटौँला। आजको भिडियो यति नै।